आज चाहिँ हाम्रो छोरीको बर्थडे हामीले एउटा सानो मिनी भ्लग गराउँदैछौँ। सुरुमा नानुलाई रेडी बनाउँदैछौँ अनि बाबा छोरा मिलेर ब्यालुनहरू फुक्दै हुनुहुन्छ। अनि बाबा छोरीले फेरि एउटा सानो भिडियो बनाउन त भनेर गफ गरेर भिडियो बनाउँदै हुनुहुन्छ। नानी एकदमै ह्याप्पी छिन्, खुसी छिन्, मक्ख पनि छिन्। त्यस पछाडि हामी बर्थडे मनाउनतिर लाग्यौँ। यो झिर्र बत्ती बालिसकेका छौँ हामीले। नानी डराउँछिन् तर पनि फेरि खुसी छिन्, आँखा झिमिक्क पार्छिन् डरले, फेरि हाँस्छिन्, एकदमै खुसी छिन्, ह्याप्पी छिन् छोरी। त्यस पछाडि हामीले छोरीलाई टिका लगाइदिन थाल्यौँ। मैले टिका लगाइदिएँ अनि नानीको बाबाले पनि टिका लगाइदिनु भयो। नानी फेरि दुवैतिर यताउता फर्केर टिका थापिराखेकी छिन्। हेर्नु न कति रमाइराखेकी छिन्। अनि त्यस पछाडि ल अब केक काट छोरी भनेर केक काट्न लगाएका थियौँ। केक काटिसकेपछि ल तिमीले सबैभन्दा माया जसलाई गर्छौ उसलाई खुवाइदेऊ भनेको मामुलाई खुवाइदिनु। म मक्ख परेँ फेरि। त्यस पछाडि छोरीले पनि मैले बाबाको पनि उत्तिकै माया मान्छु भनेर बाबालाई खुवाइदिन्। अनि त्यस पछाडि नानीको हजुरबुवाले टिका लगाइदिँदै हुनुहुन्छ अनि हजुरआमाले पनि लगाइदिनु भयो। उहाँ चाहिँ त्यस पछाडि दादाको पालो आयो। दादाले चाहिँ सुरुमै केक खुवाइदिनु भयो। अनि त्यस पछाडि आफूले पनि लपक्कै चाटिहाल्नुभयो। हाँस्दै हुनुहुन्छ। अनि त्यस पछाडि टिका लगाइदिनु भयो नानुलाई। र अब गिफ्ट छ कि के छ भनेर हामीले सोद्धा मैले चाहिँ पैसा दिने हो बहिनीलाई रे। कति लान्छौ बहिनी भनेको नानीले 5 रुपियाँ सिकाउँदैछिन्। जम्मा 5 भन्दैछ दादाले। अनि त्यस पछाडि 500, अर्को 500 दिएको त अब भयो पुग्यो रे। लौ तिम्रो नै हो, तिमीलाई नै दिन लागेको सबै लौ भनेर दादाले दिँदै हुनुहुन्छ। तर नानीले धेरै भयो म लिँदैन भनिराखेकी छिन्। त्यही पनि दादाले लौ तिम्रो नै हो यो सबै भन्नुभएको छ। अनि त्यस पछाडि दिदीहरूको पालो। ऊ चाहिँ मामाको छोरीहरू हो। जेठो दिदी, अर्को चाहिँ सानो दिदी। ओहो दिदीबाट कस्तो राम्रो ब्याग गिफ्ट पाएको। सानो दिदीबाट पनि कति राम्रो। अनि त्यस पछाडि ऊ चाहिँ फुपूको छोरी युनिम दिदी। युनिम अर्को चाहिँ आफू जत्रै अनुयम दिदी, ऊ पनि उसको फुपूको छोरी। त्यस पछाडि दादा। सबैजनाले टिका लगाइदिइसकेपछि गिफ्टमा पाएको ब्यागमा उनले आफूलाई दिएको दक्षिणाहरू राख्न सुरु गरिसकेकी रहेछन्। हामीले देखेका थिएनौँ। त्यस पछाडि हामीले देखेर भिडियो खिचिदिँदै ल अरू पनि राख भनेर जिस्काइराखेका थियौँ। उनले चाहिँ राखिराखेकी थिइन्। लाइन गएको थियो फेरि त्यो बेलामा। अनि हामीले मोबाइलको बत्ती बालेर उसको भिडियो खिच्दैछौँ। नानुले सबै पैसा राखिराखेकी छिन्। सबै राखिन्।